डाक्टर गोविन्द केसीले फेरि अनसनबाट फिर्ता लिनुभयो रे। कस्तो अचम्मको देश हो यो। फेरि त्यही डाक्टर केसीको हालत सिरियस रे, आइसियु रे। अरे भगवान, कतिपल्ट सुन्नु यो कथा, मान्छे फ्रस्ट्रेट भइसक्यो। म यत्रै म बच्चैदेखि सुनेको कथा हो यो। बुढेसकालमा मान्छे आराम गर्नु पर्ने होइन र, तर उहाँ त फेरि आफ्नो ज्यान दाममा राख्न पुग्नु भएको छ। यो देशका नेताहरूलाई लाज शरम भन्ने कुरा फिटिकै छैन यार। अस्ति भर्खर न्युजमा सुनेको, सुगर झरेर 50मा पुग्यो अनि बल्ल सरकारको चेत खुलेछ। बुढा मर्नुपर्ने अनि मात्र सम्झौता हुनुपर्ने हो र यो देशमा। सुदूरपश्चिममा विश्वविद्यालयमा हस्पिटल चलाउने कुरादेखि लिएर मेडिकल शिक्षाको व्यतिथि विरुद्ध एक्लै लडिरहनु परेको छ उहाँलाई। अहिले त फेरि त्यो 7-8 बुँदे के हो सहमति गरेर जुस खुवाएर अनसन तोड्नु भयो रे। तर के फेरि अर्को पटक यो सरकारले सम्झौता कार्यान्वयन गर्छ भन्ने कुनै ठेगाना छ? यो देशमा एक्लै मान्छेले कतिन्जेलसम्म लडिरहनु पर्ने हो? सत्तामा पुग्ने जति सबै उस्तै हुन्। बुढा मरेपछि मात्र बल्ल यी नेताहरूको बुद्धि पलाउला जस्तो लाग्छ मलाई। भगवानले डाक्टर गोविन्द केसीलाई स्वास्थ्य राखुन्।